शिव मन्दिरको छेउतिर मन्दिरको भिउ चाहिँ तपाईँहरूलाई देखाउनु पाइनँ है अहिले चाहिँ। यता हाम्रो यता चाहिँ शिव मन्दिर होइन, शिव मन्दिर चाहिँ हेर्नुहोस्। शिव मोबाइल गाडी छैन, ब्याग छ, त्यो चाहिँ बिडिस्ट छ। बोल्ने पनि कुरै छैन। हाम्रो ट्रेनको लिक आमा के साह्रो होला हो। एम्बुलेन्स जस्तो छ पछाडि छ आज छुट्टीमा बसेको छ। हाल्छु पैसा बोलेको नि अब धेरै काट्यो है। झन् बेसी गरम हाम्रो सुरु हुन्छ। 2 दिनको जिन्दगीमा 3 दिन त घर घरै गइदिनु जाने भयो। क्यामेरा पनि अलिक हल्का घुम्नु छ है। अलिक राम्रो भइदिनु भनेको पनि दिएको छैन। मलाई चाहिँ होला छैन एकदम बच्चा बच्चा भइन्छ भन्छ कुल चाहिँ बनाएको छ। हामीलाई आज खोलामा जोड्दै गाडी चलाउँछ। अगाडि भगत जस्तो क्यामेरा अन गरेर बसेको छ हो। मान्छेले सहर लागिहाल्छ, क्यामेरा भित्र पठाइहाल्छ। यस्तो मान्छेले भगत हुन्छ यस्तो मान्छे यस्तो साइडहरूमा एकछिन यता टाटै देख्छ। जता घुम्यो त्यतै टाटा, जता घुम्यो त्यतै टाटा। उफार्दैन यहाँ त अर्को निक्ल्यो फुच्चैसँगले हो। जुन चाहिँ भाषाले लेखेको बोर्ड केही बुझिन, तर नि हामी 150 चाहिँ लाग्यो। निकै रुखहरू पौलिने टाइम भएको छ कि त्यसले गर्दाखेरि है देखिन्छ जग्गा ट्रेन साइड लाग्यो नि हौ। डाँडा काँडा भेटिँदैन नि अब त कति छ 1300 छ। थाहा चाहिँ हो भने चाहिँ जतै खुलाउँदा नि हुन्छ यहाँ। तर 60 देखि उँभो बुझ्नु पाउँदैन। पर क्यामेराले हेरिहाल्छ हामीलाई फेरि। क्यामेरा हेरिबस्छ, क्यामेराले हामीलाई हेरिबस्छ। कति बेला चलाउनु काट्छ थाहा पाउँदैन। अलिक परबाट देखाउँछु तपाईँहरूलाई नि वाक्क भयो होला। सुबुकको 1300 यति छ निकै पर अलिक। अलिकति भयो नि यो ठाउँमा चाहिँ, तर शीतल छ रुखहरूले गर्दाखेरि चाहिँ। सवारी उडेर आउँदै थियो के भयो टायर पम्चर। ए म्याक्स सवारी हेरेँ म्याक्सलाई फेरि म पनि गाडी त खुबै चिन्ने हो नि, ड्राइभरै भएर नि। यस्तो छ हामी चाहिँ। कति बेला बागडुग्रा पुगेर फर्किआउनु हो। हामी यही बाटो फर्किनुपर्छ। फर्किँदा पनि बागडुग्रा फेरि अलिअलि गरम हुँदैन।
तुमसे ही प्रिया रे प्रिया प्रिया रे प्रिया रे प्रिया एकदमै स्वर पनि छ यहाँ गीतको भने पिकअप हेर्नुहोस् फेरि तेरिका साइकल हो कि बाइक हो जिम्मावार भनेको चाहिँ घरको चाहिँ यस्तो हुन्छ है साथीहरू यो मान्छेले कति चाहिँ रिक्सले चाहिँ बोकेको छ हेर्नुहोस् मान्छे कति चाहिँ हालेको छ स्क्रैप चाहिँ हेर्नुहोस् त अन्त जिम्मावार भनेको चाहिँ मामुली कुरा होइन नि हो है घरको जब जिम्मा चाहिँ आफ्नो माथि आउँछ नि त्यहाँदेखि चाहिँ सरम धरम केही छैन जस्तै काम पनि गर्नै पर्यो सबै फ्यामिली नै आफूमाथि डिपेन्डेन्ट भएपछि त है गर्नै पर्यो नि हो के साइडिस गाडी हो आम्मामा आर्मीको होला यो त अब हाम्रो कहिले फ्लाइओभर बनिन्छ यहाँदेखि उता चाहिँ फ्लाइओभर बनिएपछि चाहिँ एकदम मजा आउँछ कुद्नु चाहिँ सिधै बागडुग्रा पुगिँदैन हामी फ्लाइओभर माथि माथि है अब के पो रहेछ भन्थेँ नि म त त्यसको माथि हिँड्नु पाउने उसले धुर्मुसै लाने जस्तो अझै सूर्यको नजिक हुन्छ तर हामी माथि आजै सिलगढी चाहिँ अच्छा है हामी आउँदा कहिले पो बिग्रिन्छ र फेरि जाम लागेर मर्यो मलाई हेर्नु न पिटी
एम्बुलेन्सलाई त छोडिदिइहाल्नु नि है। लिँदैन त गाडी त। यहाँतिर गाउँमा छ कसरी let's go. सिलगढी आउँदा चाहिँ रेड लाइटले नै दिमाग खान्छ हाम्रो चाहिँ। अब सिक्किममा यस्तो साह्रो छैन। ओ मसिनो यो रिक्साहरू नछिटो कुद्न सक्छ, क्या गर्दै कुद्छ, छिमै लाग्दो। यहाँ पनि एकदम ट्रेन कुद्दो रहेछ त है। ट्रेन कुद्दिएको रहेछ, त्यो त देखेको थिइनँ मैले। त अगाडि इनोभा नि त छ, टेन्सन छैन। म्याप हेराइले गर्दाखेरि साथ्यो डर। यो एयरपोर्टमा चाहिँ आमा गाडी राख्ने प्रब्लम छ, गाडी राख्ने ठाउँ नपाएर भोक लागेर मर्न आँटिसक्यो। गाडी चाहिँ यहाँ राखिरहेको छु।